चाहिँ के भने यसरी विदेश गएको खेलाडीहरूले चाहिँ पोजिटिभ लाग्छ, किनभने खेलाडीहरूले आफ्नो भविष्य हेर्नु नपर्ने र भोलि रिटायरमेन्ट चाहिँ के गर्ने। अनि एउटा राम्रो कुरा के छ भने हाम्रो सञ्जयदेखि लिएर अहिले पनि खेलाडी धेरै चाहिँ 5-10 वर्ष खेलिसकेपछि मात्रै गएको छ। उसले त खेल्थ्यो नि नेक्स्ट टिमलाई, तर उसले पनि भविष्य हेर्ने त उसको पनि अधिकार बढाउने, भोलि बढाएर हेर्नलाई के गर्ने। अब यहाँ लाखौँ करोडौँ मान्छेहरू गइरहेछ, डाक्टर इन्जिनियर गएर जो चाहिँ राम्रो बेस्ट भन्नु छ नेपालमा ठुल्ठुलो मान्छेहरूको छोराछोरी गइरहेछन्, जोसँग चाहिँ यहाँ समस्या छ त्यो पनि गइरहेछ। बिचरा भलिबल खेलाडीको त के छ र गाउँबाट आएको हुन्छ के उसले पनि त भविष्य हेर्नु पऱ्यो नि। तर यसलाई कसरी लिनु पऱ्यो भने मोटिभेसन, नयाँ जेनेरेसन आउने खेलाडीलाई खेलेर भोलि विदेश जानु पाइन्छ। जस्तै अर्को एउटा कुरा चाहिँ के छ भने जस्तै अहिले अस्ट्रेलियामा गएका छन्, अस्ट्रेलिया, जापान, हङकङ, साउथ कोरिया, कटार अनि युएई, यिनीहरूलाई चाहिँ धन्यवाद दिन चाहन्छु उहाँहरूलाई। यसले के गर्छ भने नयाँ आउने जेनेरेसनलाई मोटिभेसन गर्न सक्छ कि तपाईँहरू खेल्नुहोस्, राम्रो हुनुहोस्, भोलि हामीले मौका दिन्छौँ। यो कुरा हो यो। अब सबैले तपाईँले भन्नुभयो, मैले भन्छु, सङ्घले त कति भनिसके, अरूले कति भनिसके होइन। अब सरकारले वचन दिएको छ, हामी सुनेछौँ, हामीले कुर्ने बाहेक उपाय के छ र अब हामीले गर्ने होइन। तर नभए नहुने कुरा एकदमै इम्पोर्टेन्ट कुरा यो एउटा कलर चाहिँ नभए नहुने। तर अर्को कुरामा चाहिँ पहिलाको हाम्रो पालाको अहिले एउटा चाहिँ डिफेक्ट के छ भने सर्भिस रिसिभ एकदम कमजोर छ। सर्भिस र रिसिभ किनभने अहिलेको एउटा यो चाहिँ मलाई अलिक दुःख लाग्छ, यो चाहिँ हाम्रो अहिलेको खेलाडीहरूले चाहिँ सर्भिस रिसिभ चाहिँ ओभर लिन थालेको छ, एकदम गलत भइरहेछ। त्यो कारण के हो भने सर्भिस कमजोर छ अनि त्यो ओभर लिने बानी हो। सबैले अलमोस्ट 90% खेलाडीले ओभर लिन्छ, त्यो चाहिँ अलिकति हाम्रो चाहिँ यो डिफेक्टिभ छ। होइन एउटा डिबीबाट धेरै बलियो खेलाडी, स्ट्रङ खेलाडी हो। अर्को मारबहादुर भनेको चाहिँ स्ट्रङ पनि छ तर आफै ट्यालेन्ट आफै गर्ने कि आफै बुझ्ने खालको खेलाडी हो। तपाईँको मारबहादुरको हेर्नुहोस्, उसले ट्रेनिङ नबोकेर आफै गरेर हुन्छ, ऊ आफै वेट ट्रेनिङ ऊहरू गरेर ऊ मेन्टेन भएको कारण त्यही हो। यति बेला आज हाम्रो फ्रेममा हुनुहुन्छ भलिबलका राष्ट्रिय टिमको पूर्व मुख्य प्रशिक्षक कपिल श्रेष्ठजी हुनुहुन्छ। कपिलजी नमस्ते, स्वागत छ हजुरलाई। आराम हुनुहुन्छ? हजुर। स्वास्थ्य अवस्था चाहिँ के छ अहिले? एकदम ठिक छ, अहिले आराम हुनुहुन्छ होइन? पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ थोरै बताइदिनुहोस् त दर्शकका लागि। म अहिले व्यस्त छैन, म पुरा रिटायरमेन्ट लिएर बसिरहेको छु। अहिले म आरामसँग बसिरहेको छु, ट्रेनिङ सबै छोडेर। हजुर, अहिले आराम गरिरहेको छु। किन यो चाहिँ अलिकन तपाईँलाई अब भलिबलबाट पुग्यो भन्ने भयो? अहिले अब धेरै गरिसक्यो। तपाईँको म जेठमा त 40 वर्ष पुग्छ ट्रेनिङ गरेको। 40 वर्ष? 40 वर्ष। अब यो जेठमा भलिबलमै लाग्यो? भलिबल कोचमा त्यो खेलाडी बाहेक कोचमै लाग्यो। 40 वर्ष पुग्दैछ जेठ महिनामा। अनि अब कति गर्ने अब होइन, अब नयाँ जेनेरेसनको कोचहरूमा आइसकेको छ। अब रेस्ट गरौँ भन्ने मेरो सोचाइ। अब चाहिँ आराम गर्नुपर्छ भन्ने भयो होइन? तपाईँको त त्यसो भए यो चाहिँ एउटा नसामा एउटा चाहिँ एउटा शरीरमा चाहिँ भलिबलको एउटा चाहिँ तपाईँलाई नसा छ होइन? 40 वर्ष भनेको त सामान्य समय नै होइन नि। हजुर, त्यो धेरै लामो। अब म खेलेको आफ्नो 8-10 वर्ष नेक्स्ट टिममा खेलेको, त्यसपछि 40 वर्ष भने झन्डै 50 वर्ष त मेरो जीवन त भलिबलमै गयो। हो। अहिले चाहिँ कति वर्षको हुनुभयो उमेर ठ्याक्कै बताउनु मिल्छ दर्शक? म अहिले 68 वर्षको हुनुहुन्छ, तर एकदमै स्वस्थ हुनुहुन्छ होइन? भलिबल स्वरमा चाहिँ ट्रेनिङको यो गराएको कारणले आजकल अलिक स्वरमा समस्या आएको छ, अरू नर्मल छ। त्यो पहिलाको तपाईँ लगातार त्यो ट्रेनिङ गरेको तपाईँ होइन आवाज दिएको गर्दाखेरि चाहिँ अलिकति तपाईँको आउने गर्दाखेरि। अब यो भलिबलमा लाग्दै गर्दा चाहिँ होइन, एउटा सुरुको प्रश्न मैले तपाईँलाई गर्न चाहन्छु होइन, भलिबलमा लाग्दै गर्दा चाहिँ के पाएँ के गुमाएँ जस्तो लाग्छ? दर्शकलाई थोरै सेयर गरिदिनुहोस् त। होइन, गुमाए त के गुमाएन, पाउनु धेरै पायो भनौँ न। अब सबभन्दा पहिलो कुरा त नाम हो होइन, पपुलारिटी हो। जिन्दगीमा मान्छेहरू हामी बच्चादेखि भन्छौँ नि, पपुलारिटी सबभन्दा जरुरी कुरा हो, नाम सबभन्दा जरुरी कुरा हो। त्यो कुरा पाएको छु, त्यही हो। गुमाउनु त के गुमाउनु छ? जस धेरै चिज पाउनुभयो तर गुमाउन चाहिँ गुमाउनु भएन भने के पनि छैन। तपाईँको आफ्नो अब मैले खोजेको त त्यही हो, मान्छेले खोज्ने पपुलारिटी, नाम,
त्यो कुरो सबै पाइयो। मैले आफ्नो कोचिङ गर्नेहरूमा जति गरेँ सबै पाइयो। जस यो भलिबलमा लाग्दै गर्दा चाहिँ होइन चाहिँ एउटा बालापनदेखि नै तपाईँ चाहिँ यो सुरु गर्छु अथवा चाहिँ भलिबलमा यसो भविष्य छ भन्दै लाग्दै गर्नुभयो कि अथवा यो चाहिँ एउटा चाहिँ त्यो एउटा रहर लहै अथवा लागिन्छ नि एउटा भलिबलमा चाहिँ तपाईँको जीवनमा चाहिँ के भयो? होइन लहलाइमै हो। म पहिला फुटबल प्लेयर हो खास। ए तपाईँ? फुटबल खेल्ने। अनि कलेजमा हुँदाखेरि जापानिज गुरु आउनुभएको थियो। अनि सबैले क्याम्पस टिम बनाउने भनेर ट्रेनिङ जो भनेर गएपछि त्यसपछि सुरु भएको भलिबल। भलिबल चाहिँ एकैचोटि डाइभर्ट हुनुभयो? त्यसपछि मात्रै भलिबल त्यो कोच ट्रेनिङ पाएँ, त्यसले डेभलप भयो। म एउटा स्पोर्ट्सको थिएँ त पहिला, अनि एकदम छिटो डेभलप भयो नि। भएपछि अनि त्यतातिर मोटिभेट भयो। एउटा तपाईँको फुटबलमा एउटा विधामा फुटबल पहिला एउटा विधामा रहेको एउटा तपाईँ होइन कपिल श्रेष्ठ होइन एकाएक भलिबलमा आएर त्यसपछि खेलाडीको रूपमा रहँदै गर्दा चाहिँ प्रशिक्षकको रूपमा चाहिँ स्थापित भएर अहिले रिटायरमेन्ट हुनुहुन्छ होइन? 2038 सालमा त्यो बेला चाहिँ अनि अफर भयो। म खेल्दै थिएँ अनि त्यो बेला चाहिँ कोच ट्रेनिङ गर्नलाई खेलकुद परिषदबाट अफर भयो। अनि त्यसपछि मैले खेल छोडेर अनि कोचमा गएँ। सम्भवतः मलाई लाग्छ तपाईँ राखेको मुख्य प्रशिक्षकको जिम्मेवारीमा पनि हुनुहुन्थ्यो जस्तो लाग्छ। म खेलकुद परिषदको मुख्य प्रशिक्षक दुईचोटि भएँ, अनि डिप्टी डाइरेक्टर भएँ, एकपल्ट महासचिव भलिबल सङ्घको महासचिव पनि भएँ। भनेको नेपाल भलिबल सङ्घको महासचिव पनि हुनुभयो होइन? भनेको सङ्घमा पनि काम गर्नुभयो होइन? खेलाडीको रूपमा मैदानमा पनि खेलाडीको रूपमा पनि खेल्नुभयो होइन? र कोचको रूपमा पनि तपाईँ स्थापित भएरै सबै चिज भलिबलमा जे चिज पाउनु चिज हो तपाईँले सम्पूर्ण कुरा पाउनुभयो। हजुर। अहिले यो तपाईँको जुन लोगो छ नि भलिबलको, पहिलाको लोगो र मैले बनाएको लोगो, पहिलाको लोगो भलिबल चाहिँ फुटबल जस्तो थियो। अनि एफआइबी म महासचिव हुँदा एफआइबीले कुनै चेन्ज छ भने पठाऊ भनेपछि मैले अब त्यो त लाज मर्दो भयो। भलिबलको लोगो फुटबल जस्तो भएपछि त्यसपछि मैले चेन्ज गरेँ। त्यो अहिले जुन लोगो बनेको छ त्यो चाहिँ मैले बनाएँ। भनेको भलिबलमा एकदमै लामो समय बिताउनु भयो तपाईँले चाहिँ होइन? अब खेलाडीको रूपमा मैदानमा चाहिँ लगभग कति समय खेल्नुभयो? थोरै दर्शकलाई। 8 वर्ष खेलेँ होला। म सेटर हो पहिला, जस्तै 8-10 वर्ष खेलेँ। सेटरकै रूपमा मैदानमै खेल्नुभयो? सेटरकै रूपमा। अब खेल्दै गर्दा चाहिँ अन्तर्राष्ट्रिय खेलाडीको रूपमा पहिलो खेलाडी पनि हो तपाईँ सम्भवतः मेरो ज्ञान भएसम्म। यसका लागि थोरै दर्शकलाई सेयर गरिदिनुहोस् त। म 2033 सालमा 1966 मा चाहिँ पहिलो इन्टरनेसनल टुर्नामेन्ट नेपालले भाग लिएको। त्यो चाहिँ पाकिस्तानमा भएको थियो। कायदा आजमको 100 वर्ष पुगेको उपलक्ष्यमा त्यो बेला चाहिँ हामी चाहिँ पहिलोचोटि भाग लिएको। त्यसमा मेम्बर म पनि थिएँ एकजना। जस कुन ठाउँमा भाग लिनु भएको? पाकिस्तानमा। हजुर। पाकिस्तानको पेसावर र लाहौर 2 ठाउँमा गेम भएको थियो। त्यो बेला चाहिँ त्यसपछि मेम्बर म पनि थिएँ। हामी जम्मा 9 जना खेलाडी गएको थियौँ त्यो बेला। जम्मा 9 जनामा म पनि थिएँ। 9 जना जाँदै गर्दाको अहिले ती 9 जना खेलाडी मध्येको तपाईँले कोही सम्झिन चाहनुहुन्छ अथवा ती खेलाडी अहिले पनि छ? अहिले रेशम गुरुङ, अहिले सल्लाहकार, त्यो बेलाको पहिलो क्याप्टेन ऋषि आचार्य, महेन्द्र मद्राज अहिले पनि हुनुहुन्छ उहाँहरू। भलिबलमा एकदमै ठुलो इतिहास बोकेको तपाईँ एउटा होइन एउटा चाहिँ खम्मा नै मैले त भन्न रुचाउँछु तपाईँलाई चाहिँ होइन? भलिबल जगतको नेपाली भलिबल जगतको एउटा खम्मा नै हो, एउटा इतिहास हो तपाईँसँग चाहिँ। त्यो सम्पूर्ण इतिहास चाहिँ छ होइन? यो भलिबलमा लाग्दै गर्दा चाहिँ होइन अलिकति परिवारबाट पनि सम्पूर्ण हौसला साथ सहयोग चाहिँ चाहिन्छ होइन? साथ सहयोग चाहिँ कतिको मिल्यो यो भलिबल लाग्दै? कुनै भएन, मलाई कुनै रोकटोक भएन। मैले आफूले चाहेको चाहिँ मेरो तर्फबाट मलाई कुनै रोकटोक भएन। मेरो आफ्नो खुसीले गर्नु पाएँ। जस एकदमै सन्तुष्टि हुन्छ जुन ठाउँमा तपाईँ लाग्नुभयो अहिले आफूलाई चाहिँ गर्व फिल गर्नुहुन्छ है? एकदम गर्व। अब तपाईँ त्यति बेलाको त भलिबल होइन सायद आजभन्दा 10-12 वर्ष अगाडिको होइन 10-12 भन्दा पनि अगाडि होला आज। त्यति बेलाको त भलिबल र अहिलेको भलिबलमा चाहिँ कति फरक लाग्छ भन्नु? तपाईँ त सायद त्यो भलिबल खेल्दै गर्दा नि राम्रो भलिबलको विकास भएको थिएन होला, अथवा माटोको अथवा चाहिँ केही कागजको टुक्राहरू त्यो सुरुमा बालापनमा खेल्दै गर्दाको त्यो भलिबल र अहिलेको भलिबलमा चाहिँ कतिको फरक लाग्छ? अब हाम्रो पालाको अहिले त आकाशमा फरक भइसक्यो होइन? तपाईँको फिजिकली हाइट सबैले। अब यो बिचमा पनि मैले ट्रेनिङ गर्दादेखि अहिले पनि फरक भइसक्यो। किनभने अहिलेको जेनेरेसन चाहिँ तपाईँको एकदम बलियो अग्लो हाइट भएकोहरू पनि आइसक्यो नि अहिले त होइन? अहिले जुन भलिबलै छैन
हुन त अझै पनि पुगेको छैन, तर पहिलाभन्दा अहिले चाहिँ फिजिकली तपाईँको अहिले सबभन्दा राम्रो पार्ट भन्यो भने स्पाइक। तपाईँले हेर्नुहोस् मोस्टली टिममा सबैले उस्तै स्पाइकर छ, त्यो एउटामा चाहिँ डेभलप भएको छ। तर अर्को कुरामा चाहिँ पहिलाको हाम्रो पालाको अहिलेमा चाहिँ एउटा चाहिँ डिफेक्ट के छ भने सर्भिस रिसिभ एकदम कमजोर छ। सर्भिस र रिसिभ किनभने अहिलेको एउटा यो चाहिँ मलाई अलिक दुःख लाग्छ, यो चाहिँ हाम्रो अहिलेको खेलाडीहरूले चाहिँ सर्भिस रिसिभ चाहिँ ओभर लिन थालेको छ, एकदम गलत भइरहेछ। त्यो कारण के हो भने सर्भिस कमजोर छ अनि त्यो ओभर लिने बानी हो। सबैले अलमोस्ट 90% खेलाडीले ओभर लिन्छ, त्यो चाहिँ अलिकति हाम्रो चाहिँ यो डिफेक्टिभ छ। पहिला आइपिएल त्यसपछि पनि अनलाइनबाट रिसिभ हुन्छ, पर्फेक्ट अनलाइनै हो। अनि हामी रिसिभ किन कमजोर हुन्छ भन्दाखेरि जस्तै विदेशी खेल्दा जहाँ खेल्दा पनि किन कमजोर हुन्छ, ओभर लिने बानी छ। अनि उहाँ खेल्दा त ओभर लिने चार्ज छैन, पावर सर्भिस आउँछ, अनि अनलाइन लिने बानी छैन, अनि त्यो बिग्रिने कारण चाहिँ त्यो हो। त्यो अहिले चाहिँ अलिक डिफेक्ट मलाई लागेको है, मेरो पर्सनल म एज ए कोच मेरो गर्दाखेरि चाहिँ सर्भिस रिसिभमा चाहिँ त्यो एउटा प्रब्लम भइरहेछ। त्यसका लागि सुधार गर्नको लागि चाहिँ अथवा त्यो त अब कोचहरूले त्यसलाई ओभरह्यान्डबाट हटाएर अनलाइन रिसिभ त्यो गर्नु जरुरी छ, त्यो चेन्ज ल्याउनु एकदम जरुरी छ। जस्तै खेलाडीकामा भलिबल खेल्नका लागि चाहिँ होइन अग्लो हाइट एकदम अग्लो कद भएको चाहिन्छ भन्छन् होइन। तपाईँ एउटा प्रशिक्षकको रूपमा जिम्मेवारी पाउँदै गर्दा अथवा चाहिँ एकदम लामो अनुभव हुँदै गर्दा चाहिँ हाइटले मात्रै भलिबल हुने हो कि अथवा चाहिँ अलिकति चलाक कुरा अथवा चाहिँ अरू टेक्निकल कुरा पनि हुन्छ, थोरै दर्शकलाई सेयर गर्नु। भलिबलको लागि हाइटै हो भने कारण किनभने त्यहाँ नेट छ 8 फिटको होइन, त्यो हुँदा माथि जानुपर्छ होइन। अनि कहिलेकाहीँ होजोको पनि जम्प राम्रो हुन्छ, त्यो पनि काम लाग्छ। तर जुन अग्लोले छुने ठाउँमा त्यो होजोले त्यहाँ पुग्छ भने त्यो चाहिँ पुग्छ, तर धेरै कम हुन्छ होइन। तपाईँले अग्लोले 1 फिट उफ्रियो भने कति माथि पुग्छ, होजोले त्यसलाई 1.5 फिट उफ्रिनु पर्ने हुन्छ, अनि उसलाई इनर्जी बढी युज हुन्छ। अनि होजो मान्छेहरू धेरैचोटि उफ्रिएपछि त्यो 1.5 फिट उसले बढी उफ्रिनु पर्दाखेरि त्यो छिटो थाक्ने पनि अनि उसको जम्प घट्दै जाने छिटो जाने सम्भावना धेरै हुन्छ। तर कहिलेकाहीँ होजो हाम्रो अहिले पनि छ, होजो खेलाडीहरू जसको जम्प राम्रो छ उसले युज हुन सकिन्छ, तर फर्स्ट प्रायोरिटी चाहिँ अग्लो नै जरुरी छ भलिबलको लागि। हाइटै किनभने त्यहाँ नेट छ नि, त्योभन्दा माथि जानुपर्ने भएको हुनाले नेट नभएको चाहिँ प्रोजेक्टमा चाहिएन, तर हाम्रोमा चाहिँ त्यहाँ नेट बिचमा भएको हुनाले त्योभन्दा माथिबाट हाल्नुपर्ने, त्यो माथि गएर ब्लक गर्नुपर्ने, जति अग्लो भयो उति फाइदा हुने हो। अब त्यति बेला तपाईँले कुरा गर्दै गर्दा चाहिँ तपाईँ त राष्ट्रिय टिमको पूर्व होइन मुख्य प्रशिक्षकको जिम्मेवारी पाउनुभएको थियो, धेरै विधामा तपाईँले चाहिँ काम गर्नुभएको छ होइन। अथवा तपाईँले राष्ट्रका लागि नेपालका लागि होइन मैले के दिएँ, मैले यहाँनिर गर्व फिल गर्ने चिज भन्ने चाहिँ यस्तो दर्शकको लागि थोरै सेयर गरिदिनुहोस् न। होइन अब के दिएँ भन्दा त्यो त अरूले भन्ने कुरा भयो होइन, के दिएँ भन्दाखेरि तर म सेटिस्फाइड छु होइन। मैले जानेको मैले बुझेको सक्दो मैले खेलाडी बनाउने, टिम राउन्ड बनाउने। अर्को कुरा नेपालको पहिलो मेडल इतिहासमा पहिलो मेडल भनौँ महिलामा 7 गेममा 99मा, अर्को 2015मा केटाको त्यो चाहिँ पहिलो मेडल थियो। त्यसमा चाहिँ मलाई पनि अलिकति ऊ छ, खुसी छ कि पहिलो मेडल दिनु पाएँ मैले भन्ने कुरा छ। अरू खेलाडीहरू प्रदर्शन गर्नु पाएँ मैले जानेसम्म, मेरो छिमेकीले भ्याएछ त्यति हो। अब मैले कति राम्रो गरेँ गरिनँ भने त अरूले भनिदिने हो, तर म चाहिँ सेटिस्फ्याक्सन छु। त्यति बेला त अलिकति मिडियाको कभरेज प्रचार प्रसार कम हुन्थ्यो होइन। अहिले त हेर्नु न डिजिटल होइन, सबै चाहिँ प्रविधिसँग एकदमै नजिक हुन्छ मान्छे चाहिँ होइन। तपाईँले हरेक गेमहरू लाइभ हुन्छ अथवा खेलाडीको एक टु एक स्पाइकदेखि लिएर रिसिभदेखि लिएर डिफेन्सहरू होइन सबै कुरा मिडियाले कभरेज गरिदिएको हुन्छ होइन। प्रचार प्रसार पनि बढी हुन्छ। त्यति बेला तपाईँको बेलामा चाहिँ अलिक कमै थियो जस्तो लाग्छ, धेरै कम। मिडियाले चाहिँ अलिकति छोड्ने बेलासम्म त मैले कोचिङ छोड्ने बेलासम्म त अलिअलि आइसकेको थिएँ, धेरै आइसकेको थिएँ। तर अहिले चाहिँ प्रविधिसँग चाहिँ एकदमै नजिक छ होइन सबै कुरा। एकदम अहिले त कोचलाई खेलाडीलाई धेरै फाइदा छ। तपाईँको जुन लाइभ आउँछ सिक्ने कुराहरू भयो होइन। तपाईँले टुर्नामेन्टको बेलामै तपाईँले त्यो लाइभ हेरेर पनि हेर्नु, त्यो के भएको थियो अघि एकछिन अगाडिसम्म हामी त्यो पनि हेर्नु पाइन्छ होइन। अनि गेम सकेपछि लाइभ हेरेर टिम एनालाइज गर्नु पाइन्छ, अपोनेन्टको कसरी खेल्यो भनेर एक एक
एक एक त्यो पोजिसनहरू हेर्नु पाइन्छ, त्यसले गर्दा एकदम राम्रो फाइदा भएको छ। जस्तो अर्को गेमका लागि चाहिँ एउटा लेसन पोइन्ट पनि भयो, लेसन पोइन्ट भयो ड्युरिङ द गेम पनि। हो ड्युरिङ तपाईँले लाइभ लिएर बस्नुभयो भने तपाईँले त्यो आजकल त युट्युबमा आउँछ, युट्युब रिप्ले गर्नु मिल्छ होइन। तपाईँले एकछिन अगाडि योभन्दा अगाडि के भएको थियो याद होला नि, तपाईँले हेर्नु सक्नुहुन्छ लाइभमा एकदम ब्याक गरेर योभन्दा अगाडि मेरो मिस्टेक के भएको थियो भने हेर्नु पाउनुहुन्छ। एउटा त ड्युरिङ द गेम हो होइन। अर्को चाहिँ तपाईँले अब मेरो गेम मैले किन जितेँ किन हारेँ, यहाँ हारेँ मात्रै हेर्ने हुन्छ, जितेको पनि हेर्नु पऱ्यो, मैले के गर्दा राम्रो गर्दा मैले जितेँ भनेर, अनि हारेँ त्यो पनि आफूले हेर्नु पाउने भयो। अब तपाईँको नेक्स्ट म्याच अर्को टिमले त खेलेको हुन्छ, उसको पनि एक एकवटा एनालाइसिस टिमसँग राखेर त्यो कुरा हेरेर खेलाडीलाई भन्नु पाउने। अहिले त धेरै टेक्निकल सुविधा धेरै राम्रो भएको छ कोच र खेलाडीलाई, सजिलो पनि भएको छ कोचको लागि। हो जस्तै यही कुरा गर्ने भने तपाईँमा भलिबलमा एकदम लामो इतिहास छ होइन। मैले त पहिले नै भने एउटा चाहिँ तपाईँ धरोहर नै एउटा खम्बा नै हो भलिबलको चाहिँ होइन। यो भन्दै गर्दा चाहिँ तपाईँ मुख्य राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि पाउनुभयो होइन, र विभागीय टिम पनि तपाईँले तिनवटै विभागीय टिम पनि हेर्नुभयो, नेपाल आर्मी, पुलिस र एपिएफ पनि तपाईँले तिनवटै विभागीय टिम पनि हेर्नुभयो। त प्रशिक्षकको रूपमा जिम्मेवारी पाउनु, जहाँ तपाईँले त्यो चाहिँ त्यो प्रशिक्षकको जिम्मेवारी पनि त्यहाँनिर सफलता भयो भन्ने कुरा पनि मैले बुझेको थिएँ होइन। यो तिनवटै विभागीय टिम हेर्दै गर्दा चाहिँ आफूलाई चाहिँ कस्तो फिल हुँदो रहेछ, अथवा चाहिँ खेलाडी यसरी उत्पादन गर्न पाइयो होइन, खेलाडीसँग नजिक हुन पाइयो, यो दिन सकियो भन्ने तपाईँको मनमा त्यस्तो केही होइन? त्यो त सबभन्दा खुसीको ठाउँ नै हो। मैले सबभन्दा पहिला मेरो सक्सेस जलगिरी युथ क्लब ल्याएर पहिला त्यहाँबाट सुरु भएको थियो मेरो। त्यसपछि मैले आर्मीको गढहरू पशुपति गणेश दल तिनीहरू 17-18 पोजिसन थियो, तिनीहरूले च्याम्पियन बनाए। त्यो अनुभव भयो नि त्यहाँबाट। हुने आएपछि मेरो पहिलो चाहिँ नेसनल लेभलको टिम हेरेर चाहिँ पुलिस टिम एनपिसी त्यो बसेर साथतिर त्यो टिमले त्यो टिम सक्सेस भएपछि त्यसपछि म ट्रान्सफर भएँ एबिएमा, त्यो पनि सफल बनाएँ। त्यो चाहिँ तर समय लाग्यो, समय चाहिँ कुर्नुपर्छ, तुरुन्तै हुने होइन। त्यसपछि झन्डै 2 वर्ष लाग्यो होला, त्यहाँ केटाकेटी दुईवटाले च्याम्पियन बनायो। त्यसपछि मेरो फेरि ट्रान्सफर भयो आर्मीमा, त्यहाँ पनि सफल भयो। अब त्यो त सफल भएपछि त्यो त खुस लाग्ने त स्वाभाविक कुरा हो। एकदमै मैले गरेको एउटा रणनीति, एउटा यो स्ट्राटेजी होइन, यो मेरो प्रशिक्षण चाहिँ काम लाग्यो, सफल भयो भन्ने आफूलाई गर्वको फिल पनि हो होइन। यो कुरा गर्दै गर्दा भौतिक संरचनाको कुरा पनि आउँछ होइन। तपाईँसँग भलिबलको लामो अनुभव छ, मैले पटक भनिरहेको छु, किनकि यो धेरै दर्शकले चिन्नेले त चिन्नुहुन्छ, नचिन्ने दर्शकको लागि तपाईँको लागि चाहिँ एउटा चाहिँ लर्निङ फेज पनि त हो, प्रेरणाको स्रोत पनि त हो नि त तपाईँ भनेको चाहिँ होइन। अब संरचनाको कुरा गऱ्यो भने तपाईँ भलिबल खेल्दा पनि त्यही संरचना थियो, अहिले पनि जहीँकै त्यही नै छ, संरचना चेन्ज छैन। भलिबलको क्रेज एकदमै वात्तै बढेको छ। तपाईँले सायद अब फिल्ममै उपस्थित नभए पनि लाइभ चाहिँ हेर्नुहुन्छ होइन। अब भलिबलको क्रेज एकदमै बढ्यो, दर्शक धेरै चाहिँ आउनुहुन्छ, वात्तै बढिसक्यो, तर चाहिँ भौतिक संरचना जहाँको त्यही नै छ। यो भौतिक संरचना बारेमा अथवा राज्यलाई अथवा चाहिँ यहाँनिर गरिदियो अथवा राज्यले सरकारले यो गरिदियो भने राम्रो हुन्थ्यो भन्ने तपाईँको मनमा केही छ सुझाव सल्लाह चाहिँ? अब क्रेजको कुरा गर्नुभयो, क्रेज त अहिले मात्रै होइन, हामी खेल्दा पनि भलिबल भनेपछि मान्छे, अब मैले 2031 सालमा सुरुवात गरेको सुर्खेतमा राजा वीरेन्द्र कोर्नेसको बेलामा। त्यो बेलाको त्यहाँ सुर्खेतमा तपाईँको डाँडा पुरा भइरहेको थियो, त्यो रात बिताएर आउनेहरू त्यहाँ बस्ने गरी आउनेहरू हेर्न आयो, त्यति क्रेज थियो। 31 सालको कुरा गर्दैछु मैले होइन। अब तपाईँको त क्रेज त त्यो बेलादेखि भलिबल त नेपालमा पहिलेदेखि नै पपुलर छ, अहिले त झन् बढ्दै पनि छ होइन। अर्को कुरा भौतिक उसको कुरा गर्नु पऱ्यो भने धेरै फोहोरमा अति नै फोहोरमा छु हामी। त्यो जमानादेखि त्यो कौडल त म खेल्दाखेरिदेखि त्यही अवस्थामा छ अहिले पनि। अब सबैले कौडल बनाउनु पऱ्यो भने छ सङ्घ अरू सबैले, तर सरकारले यो गरेर सकेको छैन। यो एउटा नभई नहुने कुरा छ। अब कौडल त अब भलिबल त इन्डोर गेम हो, भित्रै खेल्नुपर्ने हो होइन। तर हुँदा पनि यो बनाउन सकेको छैन सरकारबाट। यो एउटा काम चाहिँ यो अब गल्ती भनौँ कि अब व्यवस्था गरेको भनौँ कि के हो, भलिबललाई नभई नहुने कुरा चाहिँ कौडल एउटा चाहिँ इन्टरनेसनल कौडल काठमाडौँमा होइन। हुन त ठाउँ ठाउँमा सानोतिनो कौडल बनिरहेछ होइन, ठाउँ ठाउँमा बनिरहेछ, तर दर्शक अट्ने धेरै दर्शक यो क्यापेसिटी चाहिँ कम छ अट्ने। अर्को हाम्रो खेलाडीहरूलाई इन्टरेस्टको तरिकाले ट्रेनिङ गराउने नियमित माहौल होइन। अब हाम्रो खेलाडी यहाँ यो माहौलमा खेल्छ,
अन्तर्राष्ट्रिय जाँदाखेरि माहौलै फरक छ। कौडलको माहौल त्यसले पनि असर पर्छ पर्फर्मेन्समा, त्यसले असर। त्यही कारण यो नभई नहुने कुरा हो यो। अब सबैले तपाईँले भन्नुभयो, मैले भन्छु, सङ्घले त कति भनिसके, अरूले कति भनिसके होइन। अब सरकारले वचन दिएको छ, हामी सुनेछौँ, हामी हेऱ्यौँ, हामीले कुर्ने बाहेक उपाय के छ र? अब हामीले गर्ने होइन हो, तर नभई नहुने कुरा एकदमै इम्पोर्टेन्ट कुरा एउटा कौडल चाहिँ नभई नहुने। तर तपाईँको सुझाव त सरकारको लागि त महत्त्वपूर्ण हुन सक्छ। अब नभई नहुने कुरा होइन। नियमित खेलाडीको लागि चाहिँ अभ्यास गर्नको लागि पनि अप्ठ्यारो स्थिति छ, नियमित अभ्यासै छैन होइन, आफ्नै कौडल भएन यो चाहिँ। कौडलमा हेर्नुहोस्, यहाँ ब्याडमिन्टन बास्केटबल सबै खेल्छ। अब नेहरू टिमलाई पुरा त्यो टुर्नामेन्ट हुन्छ, उसले रेस्ट गर्नुपर्ने हुन्छ, गर्नु पाउँदैन। धेरै डिफेक्ट प्रब्लमहरू छ नि, त्यो त सबैलाई थाहा छ। तर तपाईँको आफ्नो कौडल भने तपाईँको बारेमा ट्रेनिङ गर्न सकिन्छ खेलाडीहरू नेहरू टिमलाई होइन, आफ्नो एज ग्रुपकोहरूलाई सबैलाई गर्न सकिन्छ। यहाँ त एउटा टिमलाई मात्रै पनि ट्रेनिङ गर्न गाह्रो छ। भलिबल त थुप्रै एज ग्रुप पनि छ, केटाकेटी छ, समय धेरै चाहिन्छ नि एउटा बलरमा। यहाँ त एउटा टिमलाई पनि गाह्रो छ। यो समस्या त भलिबलले त भोगिरहेछ। अब यो बनाउन सक्ने को भन्दाखेरि भलिबलसँग सक्दैन, किन लगानी धेरै लाग्छ। तपाईँको कम्ती भने 50-60 करोड त मिनिमम लाग्छ ठुलो एउटा अन्तर्राष्ट्रिय बनाउनलाई। त्यो सरकारको बिराम त अरू सक्दैन कि विदेशी बनाउनु पऱ्यो कि सरकार, त्यो अरूले बनाउनु सक्ने कुरा होइन। राज्यले सरकारले त वचन त दिएछ, हरेक प्रधानमन्त्रीले सबैले भनिरहेको छ। अब हामी त आश गर्दैछौँ बन्छ भनेर। हुन्छ कि अब गर्छ कि अब थाहा छैन। नभई नहुने चिज चाहिँ हो यो चाहिँ होइन, एकदम जरुरी पहिलो प्रायोरिटीमा त्यही हो। अब यो कुरा गर्दै गर्दा चाहिँ होइन, अब खेलाडीकै कुरा पनि जोडिन्छ यहाँ चाहिँ होइन। अब धेरै खेलाडीहरू यही भौतिक संरचनाको कारण होस् अथवा चाहिँ सेवा सुविधाको कुराले गर्दा पनि हुनसक्छ होइन, धेरै खेलाडी विदेशी नै पलायन भएको छन्, घर देशदेखि परदेश हुनुहुन्छ होइन। जस्तै अहिले पछिल्लो समय कुरा गर्ने भने तपाईँको टिममा त अलिकति बढी चाहिँ सञ्जय अर्याल पनि अहिले बाहिरै हुनुहुन्छ होइन। अब उहाँ त अलिकति सिनियर पनि हुनुभयो। अब पछिल्लो समयको पुस्तामा हेर्ने भने मानबहादुर श्रेष्ठ क्याप्टेनसिपै छोड्नुभयो होइन, सरस्वती चौधरी, प्रतिभा माली होइन, यस्ता धेरै खेलाडी, टङ्क अवस्थी होइन, धेरै खेलाडी नै तपाईँको विदेशी नै पलायन भइसक्नु भएको छ होइन। राज्यले यो खेलाडीप्रति ध्यान दिएन कि होइन, रोकथामको लागि चाहिँ अलिकति सेवा सुविधाको लागि चाहिँ राज्यले ख्याल गर्दैन कि होइन, यो के जस्तो लाग्छ तपाईँले चाहिँ खेलाडी चाहिँ किन पलायन भइरहेको छ? अब तपाईँले सञ्जयको कुरा गर्नुभयो, सञ्जयभन्दा अगाडि पनि गइसकेका थिए। म पुलिसमा हुँदा पनि प्रेम भण्डारीहरू यिनीहरू होइन, अब एबिएको त्यो पनि अगाडि पनि गइसकेका थिए। तर मलाई चाहिँ पोजिटिभ लाग्छ, मान्छेले अब आजकल गयो भने नेगेटिभ कुरा। मलाई चाहिँ के भन्दा यसरी विदेश गएको खेलाडीहरूले चाहिँ पोजिटिभ लाग्छ, किनभने खेलाडीहरूले आफ्नो भविष्य हेर्नु नपर्ने र भोलि रिटायरमेन्ट चाहिँ के गर्ने। अनि एउटा राम्रो कुरा के छ भने हाम्रो सञ्जयदेखि लिएर अहिले पनि खेलाडी धेरै चाहिँ 5-10 वर्ष खेलिसकेपछि मात्रै गएको छ। उसले त खेल्थ्यो नि नेहरू टिमलाई, तर उसले पनि भविष्य हेर्ने त उसको पनि अधिकार बढाउने, भोलि पढाइ हेर्नलाई के गर्ने। अब यहाँ लाखौँ करोडौँ मान्छेहरू गइरहेछ, डाक्टर इन्जिनियर गएर जो चाहिँ राम्रो बेस भन्नु छ नेपालमा, ठुल्ठुलो मान्छेहरूको छोराछोरी गइरहेछन्, जोसँग चाहिँ यहाँ समस्या छ त्यो पनि गइरहेछ। बिचरा भलिबल खेलाडीको त के छ र भन्नु, गाउँबाट आएको हुन्छ के, उसले पनि त भविष्य हेर्नु पऱ्यो नि। तर यसलाई कसरी लिनु पऱ्यो भने मोटिभेसन, नयाँ जेनेरेसन आउने खेलाडीलाई खेलेर भोलि विदेश जानु पाइन्छ। जस्तै अर्को एउटा कुरा चाहिँ के छ भने जस्तै अहिले अस्ट्रेलियामा गएको छन्, अस्ट्रेलिया, जापान, हङकङ, साउथ कोरिया, कटार, म अनि युए, यिनीहरूलाई चाहिँ धन्यवाद दिन चाहन्छु उहाँहरूलाई। यसले के गर्छ भने नयाँ आउने जेनेरेसनलाई मोटिभेसन गर्न सक्छ कि तपाईँहरू खेल्नुहोस्, राम्रो हुनुहोस्, भोलि हामीले मौका दिन्छौँ। अनि अहिले विदेश पलायन नगर्दा पनि कति खेलाडी जस्तै अहिले हाम्रो पोखराको क्याप्टेन पाण्डे अहिले कटारमा छ, फर्किन्छ, फाइनेन्सियली हङकङमा, जापानमा टाइममा गएर फर्किने छ नि होइन, उनीहरूलाई फाइनेन्सियली सहयोग भएको छ। यसले त राम्रो भएको छ नि। अनि यसले नयाँ जेनेरेसनलाई त राम्रो खेलाडी भयो भने यसरी बोलाउँछ, खेल्न जानु पाइन्छ भन्ने त मोटिभेसन हुन्छ नि। अब जस्तै अस्ट्रेलियामा अहिले एक ग्रुप भयो, माने उसले त खेल्यो नि, 10-15 खेल्यो, राष्ट्रलाई दियो नि। अब त कति खेल्छ र माने पनि 2 वर्ष 3 वर्ष, त्यसको रिटायरमेन्ट, उसले त भविष्य हेर्नुपर्ने हुन्छ। भोलि उसको छोराछोरी छन्, परिवार छ, उसलाई त हेर्नु पऱ्यो नि। त्यसको लागि सेकको लागि पनि गएको राम्रो हो नि होइन।
अझै म एउटा के थप्छु यसमा भने नेपाल भलिबल सङ्घले मेरो सुझाव यसमा कतिको प्र्याक्टिकल चाहिँ यो नयाँ कुरा नेपाल भलिबल सङ्घले म्यानपावर ग्रुपसँग राम्रो सम्पर्क राखेर राम्रो छ नि होइन जस्तै मौका आउँछ यी छ रिटायरमेन्टको बेलामा नेसनल टिमका खेलाडीहरूलाई यदि इच्छा गर्छ भने पठाइदिने यदि उहाँहरू जानु चाहन्छ भने रिटायरमेन्ट भन्छ एउटा सम्मान पनि हुन्छ एउटा भविष्य स्योर पनि हुन्छ त्यसले गर्दा के हुन्छ खेलाडीहरू म खेलेँ भने भोलि म मेरो भविष्य सेफ छ भन्ने हुन्छ एउटा बात थियो अर्को बचाउनु त सकिन्न हेर्नुहोस् लाखौँ करोडौँ मान्छे गइरहेछ नेपालमा तर कम गर्ने उपाय चाहिँ के गर्न सकिन्छ भने नेपाल सरकार अब एनबिएबाट चाहिँ यो तलब दिनु बाहेक के गर्न सक्दैन अनि संसार सङ्घले के गर्दैन गर्नु सक्दैन चाहेर पनि गर्न सक्दैन चाहेर त पक्कै हुन्छ तर गर्नु किन उसँग फाइनेन्सियल त्यस्तो सपोर्ट हुँदैन यो गर्ने के हुन्छ भने हामी त विदेश हेरेर गरिरहेछौँ नि विदेशमा चाहिँ क्लबहरूले पालेको छ पाल्यो भने त खेलाउँछ उसले खेल्नुहुन्छ आएको पैसाले पछि रिटायरमा पैसा धेरै छ नि त्यहाँ हामी त त्यस्तो छैन अब एउटा के गर्नु सक्छ अब गभर्मेन्ट लेभलबाट अलिकति रोक्नु सकिन्छ त्यो के हो भने नेपाल सरकारले उसको जुन लोकसेवा आयोगमा छ नि जस्तै ओलम्पिक जित्नेलाई एसियन गेम जित्नेलाई सात गेम काभा त्यो नेसनल गेम खेलेर त्यो अनुसारको लोकसेवा आयोगमा जुन एक्जाम दिने बेलामा उसलाई कति पर्सेन्ट उसलाई एड गरिदिनु पहिला बुझ्नु होइन ठिक छ +2 गर्नेलाई के चाहियो भने ब्याचलर गर्नेलाई के चाहियो भने त्यो पार्ट ठिक छ होइन त्यो पार्ट ठिक छ त्यो मिनिमम क्वालिफिकेसन तर उनीहरूलाई चाहिँ तपाईँको त्यो पढ्ने विद्यार्थीहरूसँग टुप्पी खोसेर पढ्ने हुन्छ नि लोकसेवा दिँदा बिचरा खेलाडी त खेल्नुपर्ने हुन्छ त्यसरी मेहनत त गर्न सक्दैन समय यता पनि दिनु पऱ्यो त्यो खेल्नु पनि पऱ्यो त्यही कारण उनीहरूको लागि चाहिँ विशेष सुविधा भनौँ न ओलम्पिक जित्नलाई 80-90% प्लस गरिदिने एसियन गेमलाई 50% त्यसरी त्यो गरिदियो भने एउटा फाइदा के हुन्छ भने एउटा कुरा खेलाडी पढ्छ भोलि मैले पढेर गर्ने मलाई यो सुविधा पाइन्छ अवसर हुनु पाइन्छ अर्को कुरा प्यारेन्ट्सले पनि आफ्नो छोराछोरीलाई खेल्नुलाई रोक्दैन इन्करेज गर्छ किनभने राम्रो जब पाइन्छ पढ पनि खेल पनि भनेपछि उसले पनि इन्करेज गर्छ अनि अफिसर पोस्टमा बस्ने मान्छेहरू अहिले विदेश गएको छ खेलाडीहरू तपाईँले देख्नु भयो आर्मी पुलिसमा छन् धेरै राम्रो छन् उनीहरू विदेश गएको यसले केही चाहिँ रोक्न सकिन्छ अर्को खेलाडीलाई एजुकेट बनाउन सकिन्छ मैले पढेँ भने म अफिसर हुनु पाइन्छ यो जागिर खानु पाइन्छ राम्रो पोस्टमा पर्मानेन्ट भनेपछि खेलाडी पनि पढ्नेमा लाग्न सक्छ मोटिभेट हुनसक्छ अनि पढेको खेलाडी आयो भने खेलाडी पनि राम्रो उत्पादन हुन्छ एउटा डिसिप्लिन एउटा एजुकेटेड खेलाडी आयो भने त्यसको त माहौल अर्कै हुन्छ नि त्यसले चाहिँ अलिकति पुरा त रोक्न सकिँदैन केही चाहिँ रोक्न सकिन्छ यसले गर्दा अर्को प्यारेन्ट्स पनि मोटिभेट हुन्छ कि अहिले त खेल्यो भने बिग्रिन्छ भनेर रोक्छ एकदमै एक्ज्याक्टली एकदमै भविष्य छ मेरो छोराछोरीले पढेर खेलेर राम्रो भयो भने भोलि जाहिर मलाई यो सुविधा गभर्मेन्टले दिएको छ भने किनभने गभर्मेन्टले त यही दुईवटा कुरा गर्न सक्छ कि खेलाडीलाई एउटा जितेर आएपछि सम्मान गर्ने क्यास प्राइजले त्यो त उल्लेख छ नि त्यो एउटा गर्न सक्छ त्यतिमा एउटा यो जाहिर खाने कुरामा विशेष सुविधा मेडलिस्टलाई खेलाडीलाई विशेष सुविधा दिएर जाहिर गर्नु त्यो एउटा दुईवटा गर्न सकिन्छ त्यो बाहेक गभर्मेन्टले केही गर्न सक्दैन यो स्पोर्ट्स भनेको स्पोन्सर हेर्नुहोस् है यो प्राइभेट कम्पनीले गर्ने स्पोन्सर मात्रै गभर्मेन्टको तर्फबाट गर्न सक्ने संसारभरि यहाँमा धेरै इन्डियामा हेर्नुहोस् इन्डियामा पनि छ नि सुविधाहरू त्यहाँ पनि मेडलिस्टहरूलाई उनीहरूलाई विशेष गभर्मेन्टबाट गरिदिन्छ पैसा कसले दिन्छ कहिले जितेर आएकोलाई दिन्छ त्यसपछि दिन्न नि जितेर आउँदा दिने छँदैछ एउटा लोकसेवा आयोगमा एउटा विशेष त्यहाँ एउटा राखिदियो भने खेलाडीलाई सर्टेन क्राइटेरियाहरू जसलाई सजिलो होस् होइन त्यो गरिदियो भने केही चिज यो रोक्न सक्छ केही हद चाहिँ रोकिन्छ तर यो गएको चाहिँ एउटा मोटिभेसन नयाँ जेनेरेसनलाई मोटिभेसन हुन्छ राम्रो पक्ष पनि छ होइन सकारात्मक पक्ष पनि देशहरूले मैले नाम लिएँ नि जुन देशहरूले जुन खेलाडी लगेको छ नि उहाँहरूलाई चाहिँ म धन्यवाद दिन चाहन्छु कि हाम्रो खेलाडीहरूलाई चाहिँ स्वीकार गरिदिनु भयो तपाईँहरूले अब हाम्रो खेलाडी पनि ढुक्कै खेल्छ नि अब म राम्रो खेल्यो भने त मलाई बोलाउँछ त्यहाँ खेल्नलाई
अवसर हुन्छ अवसर छ भने त्यही कारण उहाँलाई पनि हामीले धन्यवाद दिनुपर्छ। यो सकारात्मक पक्ष पनि हो हैन? पक्ष नै हो। अब यही कुरामा हामीले जोडौँ न, जस्तै अब खेलाडी तपाईँले जाँदै गर्दा अथवा त्यो सकारात्मक पक्ष हो भन्दै गर्दा अब यो खेलाडीहरू उत्पादन गर्दै गर्दा राष्ट्रिय टिमसम्म पुर्याउँदै गर्दा अन्तर्राष्ट्रिय टुर्नामेन्टहरू खेल्नुपर्ने स्थिति हुन्छ होइन? त्यो एउटा अनुभव गर्नका लागि चाहिँ खेलाडीहरू ग्रास रुटबाट उत्पादन हुनुपर्छ भन्नेमा कतिको तपाईँलाई चाहिँ विश्वास लाग्छ? 100% हो नि, ग्रास रुट त हो नै हो होइन, त्यो त गर्नैपर्छ। त्यस कारण त्यसको लागि एनबिएले ध्यान दिनुपर्ने हुन्छ। यो कुन लेभल हाम्रो त एज ग्रुपहरू छ नि, अब हाम्रो स्कुल टुर्नामेन्ट छ, राष्ट्रपति कपहरू छ होइन, त्यसपछि माथि कलेजहरू पनि गेमहरू हुन्छ, त्यसबाट छानेर ल्याउने गर्ने त्यो छ। अर्को एउटा सबभन्दा अहिले नेपालको समस्या चाहिँ केमा छ भने हाम्रो टुर्नामेन्ट धेरै छ, एज ग्रुप पनि छ, तर समस्या चाहिँ खेलाडी भइकन पनि समस्या केमा छ भने कोचमा छ। कोच हामीसँग एकदमै कम छ, रेफ्री पनि धेरै भएको छ तर अनुपातमा रेफ्री पनि पुगेको छैन। के भलिबल त 77 जिल्लामा पनि मात्रै होइन, गाउँ गाउँमा खेल्छ नि, त्यहाँदेखि अहिले त्यो रेफ्री पुगे। तर अझ कोच त झन् एकदम मिनिमम छ। सकेसम्म कोच, अब मैले एनबिएलाई चाहिँ सुझाव दिन्छु, कोच चाहिँ गाउँ गाउँमा कोचको राखेर डेभलप गर्नु पऱ्यो। आखिरमा खेलाडी कहाँबाट आउँछ त? त्यही गाउँबाट आउँछ, सुरुवात त गाउँबाटै आउँछ, अनि गाउँबाट जिल्लाबाट प्रदेशबाट भने आउँछ। त्यही कारण कोच ट्रेनिङ गर्नु सक्यो भने अहिले कस्तो भने पुरानो खेलाडीले सिकाइरहेछ होइन, त्यही कारण टेक्निकल प्रब्लमहरू आइरहेछ। त्यही कारण त्यो एउटा गर्नु सक्यो भने कोच सकेसम्म धेरै कति हजारौँ हजार चाहिन्छ, बुझ्नु होइन? कोचहरू त नेपालमा 17 जिल्ला, अब कति हजार गाउँ विकास भन्नु न, त्यहाँ सबैमा कोच चाहिन्छ। एकदम स्कुलमा चाहिने भइसक्यो, अहिले नगरपालिकाहरूमा चाहिने भइसक्यो, किन नगर टुर्नामेन्ट धेरै गर्दैछ, त्यहाँबाट बल्ल उत्पादन हुन्छ, खेलाडी राम्रो प्रशिक्षण पाउँछ। बनाउनु त कोचै हो नि हो। संसारमा अहिलेसम्म बिना कोच राम्रो खेलाडी बनेकै छैन, एकदमै कुनै रेकर्डै छैन। अनि कोचै नभएपछि खेलाडी पनि सिकाउँछ, खेलाडी भनेको आधा कोच मानिन्छ, तर उसले त्यो कोचिङ कोर्स जानेपछि उसले धेरै कुरा उसमा गलत के हो ठिक के हो त्यो कुरा थाहा पाउँछ कि। त्यही कोचिङ कोर्सहरू हरेक जिल्लामा गाउँ गाउँमा गर्नु सक्नुभयो भने अनि हाम्रो खेलाडीको डेभलपमेन्ट हुन्छ। अनि त्यो ग्रास रुटमा जुन भन्नुभयो, ग्रास रुट भनेको त्यही हो क्या, त्यो गाउँ गाउँमै हो नि ग्रास रुट भनेको। त्यहाँ पनि कोचले उसलाई ट्रेनिङ गरेपछि त्यहाँबाटै उत्पादन हुने। तपाईँको राष्ट्रपति कप भनेको जिल्लामा गाउँबाट आउने होइन, पहिला गाउँबाट सुरु हुन्छ अनि मात्रै जिल्लामा आइपुग्छ। अनि राष्ट्रपति कप त सिधै जिल्लामा होइन नि, त्यहाँ गाउँ गाउँको भएर हुँदै आउँछ। अहिले के अरे नगरपालिकाले गरेका गाउँ विकास के अरे नगरपालिका गाउँपालिका सबै टुर्नामेन्ट गर्दैछ, तर समस्या के भन्छन् उनीहरूलाई प्रपर ट्रेनिङ पाएको छैन। पपुलारिटी पब्लिक मात्रै होइन, खेलाडीमा पनि त्यतिकै छ। अनि उसलाई के दिने भने कोच चाहियो नि, टिचर नभइकन विद्यार्थी कसरी राम्रो त्यो त तपाईँलाई थाहा छ, सबैलाई थाहा छ। तपाईँको राम्रो टिचर नभइकन तपाईँको विद्यार्थी उत्पादन हुँदैन, आफै पढाउँदा हुँदैन। त्यस्तै टिचर भनेको कोचकै हो। अनि कोच चाहिँ गाउँ गाउँमा जरुरी छ, ट्रेन कोच जसले चाहिँ पढेको होस्। कोचिङ भनेको के हो त्यो कुरा गाउँबाट आयो भने अनि तपाईँले भने जस्तो त्यहाँ लागु, त्यहाँ सक्सेस हुन्छ ग्रास रुट। न अहिले हामी कुरामा त ग्रास रुट भनेकै होइन, तपाईँले ग्रासलाई तपाईँ कुनै बिरुवा उमर्लाई त पानी सानी दिनु सबै दिनु पऱ्यो नि, त्यो दिने कसले? त्यो त ज्ञान हुनु पऱ्यो नि, त्यो दिनलाई भने पानी मात्रै खनाएर त हुँदैन होइन। त्यसलाई प्रपर कसरी उमार्ने त भन्ने कुरा त चाहियो नि। त्यो को भन्दा उमार्ने को भन्दा कोच हो। कोचको ट्रेनिङ चाहिँ गाउँ गाउँमा पुऱ्याउनुपर्छ, हजारौँ चाहिन्छ, बल्ल राम्रो खेलाडी उत्पादन हुन्छ। एक्ज्याक्टली, कोच राम्रो टिचर भएपछि विद्यार्थी राम्रो आउँछ होइन। अब लगभग कार्यक्रमको हामी अन्त्यतिर छौँ होइन। तपाईँ राष्ट्रिय टिमको पूर्व चाहिँ मुख्य जिम्मेवारी पाउँदै गर्दा होइन, त्यो राष्ट्रिय टिममा को जिम्मेवारी खेलाडीहरू अहिले पनि राष्ट्रिय टिममा खेलेका खेलाडीहरू तपाईँको त्यो छन् कि कोही छन् कि नाम केही छन्? अब हातमै गर्ने टाइपको तपाईँ त धेरै खेलाडी उत्पादन गर्नुभयो होइन, धेरै खेलाडी उत्पादन गर्नुभयो, अहिले पनि छन् धेरै खेलाडी उत्पादन गर्नुभयो, तर चाहिँ अहिले पनि बाँकी छ। अहिले पनि बाँकी छ। खुसी लाग्छ, अहिले पनि यत्रो वर्ष छोड्दा पनि अहिले पनि मेरो त्यो बेलाको मैले छोडेको खास क्लब छोडेको चाहिँ 2019देखि हो भनेपछि 6 वर्ष 5 वर्ष 6 वर्ष भयो भनौँ न भर्खरै। तर अहिले पनि मेरो लिस्टमा केटाको दुबईमा छ, अलिअलि छ।
बाँकी छ अहिले पनि क्लबहरू पनि छ त्यतिकै छ। अब एउटा कोच भइसकेपछि एउटा भित्र नसामा तपाईँलाई भलिबलै भइसकेपछि अनि भइसके पछाडि तपाईँलाई यहाँनिर यस्तो गर्दै हुन्थ्यो हो यो गर्दै हुन्थ्यो यहाँनिर यसरी खेल्दै हुन्थ्यो खेलाडी चाहिँ यस्तो मान्छे उत्पादन भइदिए हुन्थ्यो भनेको तपाईँको मनमा के यो गर्छु भन्दै खुम्चेर राख्नु। अब कुरा के हो भने पहिलो कुरा त अब यो त्यो त चाहना छ टिम राम्रो होस् यिनीहरू जितोस् राम्रो खेलाडी अहिले आएको छ नयाँ जेनेरेसन एकदम राम्रो छ। तपाईँहरू खेलाडी बाहिर गयो भन्नुहुन्छ तर अहिले नयाँ खेलाडी पनि राम्रो आएको छ मैले त हेरिरहेको छु एकदम नयाँ जेनेरेसनको हाइट पनि राम्रो फिजिक राम्रो सबै छ। तर मेन कुरा चाहिँ मलाई भने मेन इम्पोर्टेन्ट कुरा स्पोर्ट डेभलप भनेको ट्रेनिङ हो प्रपर ट्रेनिङ बिना जस्तै राम्रो पढाइ हेरेर जस्तै तपाईँले बोर्डिङ स्कुल किन राम्रो छ गभर्मेन्ट स्कुलभन्दा बोर्डिङ स्कुल किन राम्रो छ गाउँभन्दा 100% उनीहरूको सक्सेस किन हुन्छ र भन्दाखेरि उनीहरूको वर्षभरिको पढाइ प्रोग्राम प्लानिङ अनुसार हुन्छ होइन र। त्यस्तै खेलाडीलाई पनि त्यही चाहिन्छ उसलाई ट्रेनिङ प्लान गरेर ट्रेनिङ गरेको हुनुपर्छ। त्यही कारण अर्को सुझाव यो चाहिँ एनबिएलाई अब कोचहरूलाई एउटा कुरा अर्को खेलाडीलाई पनि राम्रो बन्नुलाई हाम्रो उसलाई चाहिँ एउटा के भने दुईवटा कुरा डिसिप्लिन भन्छ नि अनुशासन हाम्रो अनुशासन दुई किसिमको छ। एउटा अनुशासन अन द कोर्ट भनेको ग्राउन्डमा एउटा अफ द कोर्ट खेलाडीले बुझ्नुपर्ने कुरा ऊ राम्रो खेलाडी बन्नुलाई। अन्डरग्राउन्ड भनेको ऊ ट्रेनिङको बेलामा टाइममा आउने राम्रोसँग कोचसँग गर्ने या ड्युरिङ द टुर्नामेन्ट एफआइबीले दिएको जुन रुल्स छ त्यो भित्र बसेर खेल्ने। किनभने खेलाडी भनेको चाहिँ सबैले राम्रो खेलाडी सबैले हेरेर हुन्छ कि सबैले उसलाई ध्यान दिएर हुन्छ। उसले त्यहाँ तलमाथि गर्ने बित्तिकै त्यहाँ हेरेर कसरी आउँछ होइन। अनि ऊ त्यहीबाट अरूले नयाँ खेलाडी सिक्छ। त्यही कारण ऊ चाहिँ ऊ जरुरी छ त्यहाँ डिसिप्लिन बस्छ। त्यो अन द कोर्ट भयो। अन द कोर्ट भनेको खेलपछि पनि आफ्नो जीवनमा पनि त्यहाँ डिसिप्लिन जरुरी छ। तपाईँको मान्छेहरू बोल्ने गर्ने लाउने खाने मेन कुरा खानेकुराहरू तपाईँले उसको देख्नु भएन रोनाल्डोले पानी र कोक राख्दा कोक हटाएर पानी खाएको त्यसै राम्रो भएको होइन नि। रक्सी खाँदैन ऊ गर्दैन ऊ डिसिप्लिनमा बस्छ त्यो ठाउँमा पुग्यो नि। त्यो हुनु हाम्रो खानेकुरा फास्टफुडहरू यस्तो खाने प्याकेट कुरा खाने यो कुराबाट बस्नु जरुरी छ न्युट्रिसनको कुरा। अनि अर्को कुरा तपाईँ जुन अलिक ट्रेनमा अलिकति जित्यो भने पनि अलिकति रक्सी खाइहाल्ने अनि हार्दा पनि जितिसकेको झन्डै भन्दै फेरि खाने त्यो चाहिँ छोड्नुपर्ने हुन्छ। तपाईँले रक्सी खाने बित्तिकै तपाईँको खेलाडीको पर्फर्मेन्स डाउन। अर्को राति निन्द्रा भनेको यस्तो हो उसले निन्द्रा पुगेन भोलिपल्ट त्यो के अरे रक्सी खाँदाखेरि बिहान भएको ह्याङओभर हुन्छ सेम सिचुएसन यो सबै कुरा। अनि अर्को एउटा मेरो सुझाव के थियो भने जस्तै अफ हुन्छ नि उनीहरूको जस्तै ट्रेनिङ सकेर टुर्नामेन्ट सकेर उनीहरूलाई छुट्टी दिन्छ नि त्यो बेला पनि उसले त्यो आफ्नो एक टाइम चाहिँ फिजिकल ट्रेनिङ गरिराख्नुपर्ने हुन्छ। किनभने ऊ एक महिनापछि फर्किँदाखेरि त ट्रेनिङै गर्नुपर्छ उसको फिजिकल त डाउन भएको हुन्छ। अनि एकैचोटि ट्रेनिङ गर्दा इन्जोर हुने डर पनि हुन्छ। हाम्रो खेलाडी धेरै इन्जोर पनि छ नि त्यो 81 पर्दा इन्जोर हुने डर पनि हुन्छ। त्यही कारण उनीहरूले खेलाडीहरूले घर जाँदा या एक टाइम भयो भने वेट ट्रेनिङ भयो भने जे भयो भने अलिकति पनि गरिराख्यो भने ऊ तुरन्तै ट्रेनिङमा आउँदाखेरि उसलाई असर नपरोस् पर्फर्मेन्स धेरै डाउन नहोस् जिरोमा नपुगोस्। खेलाडीहरूले आफ्नो ध्यान दिएर खानेकुरा न्युट्रिसन खानेकुराहरू होइन अनि त्यो निन्द्रा कुरा रक्सीको कुरा अनि यो ट्रेनिङको कुरा अफ हुँदा पनि लामो समय अफ हुँदा पनि त्योलाई अलिअलि मात्रै गरिराख्यो भने उसले त्यसलाई आफ्नो मेन्टेन गर्नु सक्छ होइन। यो चिजहरूले गऱ्यो भने अर्को ट्रेनिङ लेभल गरिदिने एनबिएले त्यसलाई हरेक छ। हाम्रो अन्डर 19 छ अब 23मा त हाम्रो त राम्रो रिजल्ट दिएर आएको श्रीलङ्कामा हेर्नुहोस् सेकेन्ड भएर आएको ट्यालेन्ट त छ नि त्यहाँ। अब हाम्रो केटाकेटी दुवैको त राम्रो गरिरहेछ केटीको राम्रो गरिरहेछ अनि उनीहरूलाई रेगुलर ट्रेनिङहरू अनि नयाँ आउने जुनियरले पनि हाम्रो केटीहरूले पनि राम्रो गरिरहेको मालिसमा ट्यालेन्ट छ नि हाम्रो त्यहाँ। अब ट्यालेन्ट मात्रै भएन नि ट्यालेन्ट त मसँग छ तर मैले त खेल्नु पाउनु पऱ्यो नि मलाई त्यो मेरो ट्यालेन्ट त देखाउनु पऱ्यो नि देखाउनुलाई त ट्रेनिङ हो। ट्रेनिङबाट उसलाई थप्दै जाने उचाल्दै जाने
होइन। त्यही कारण त्यो ट्रेनिङ हेर्नुहोस्, त्यो बिना अरू उपाय छैन। प्रपर ट्रेनिङ, साइन्टिफिक ट्रेनिङ भन्छौँ हामी, त्यो ट्रेनिङबाट माथि आउने त्यो एकदम जरुरी छ। खाडी बस्ने हुन्न, ट्रेनिङ त्यसलाई चाहिँ एउटा राम्रो प्लान गरेर, एज ग्रुपलाई प्लान गरेर होइन, कोचहरू डेभलप गरेर, त्यो चाहिँ म्यानेजमेन्टको पार्ट हो। यता खेलाडीले पनि आफ्नो हेर्नु जरुरी छ। यदि म भोलि राम्रो खेलाडी बन्छु, मेडल ल्याउन सक्ने बन्छु, नेपालको नेसनल टिममा टपमा बस्छु भन्यो भने चाहिँ यो कुरा चाहिँ ध्यान दिनु जरुरी छ। अरू धेरै कुरा सेक्रिफाइस गर्नैपर्छ। म खेलाडीलाई सुझाव के दिन्छु भने टप प्लेयरहरूको जीवनी पनि पढ्ने गर्नुहोस्, उनीहरूले कसरी डेभलप गरे, अहिले के गर्छ होइन, त्यो कुरा पनि हेर्नु जरुरी छ। त्यसले पनि धेरै कुरा खेलाडीले सिकाउँछ। एउटा सेक्रिफाइस गर्न पनि खेलाडी एकदम जरुरी छ, तयार हुनुपर्छ, जरुरी हुनुपर्छ। त्यसै बनिन्न हेर्नुहोस्, किनभने यो खेलाडीलाई दुईवटा कुरा, एउटा फिजिकल टफमा बस्नुपर्छ, अर्को मेन्टल। खेलाडीको त मेन्टल तपाईँको खेल्दाखेरि डिसिजन भनौँ न, स्पाइक हान्दाखेरि ब्लकतिर कता इमिडिएट नै उसले डिसिजन गर्नुपर्छ। टप लेभल मेन्टली जरुरी छ, फिजिकल त टप हुनैपर्छ। यो दुईवटा कुरा जरुरी छ खेलाडीलाई। त्यहाँदेखि खेलाडीलाई यो सबै चिज मेन्टेन गर्नु एकदम जरुरी छ। ओके, अब लगभग होइन हामी कार्यक्रम पनि छुट्याउनुपर्छ, लामो भइसकेको छ होइन। जस्तै एउटा तपाईँ अब त एकदमै ठुलो चाहिँ तपाईँको अनुभव छ, लामो अनुभव छ भलिबलमा चाहिँ, मैले बारम्बार भनिरहेको छु होइन। एउटा यो तपाईँसँग लामो अनुभव भएको एउटा प्रशिक्षकले चाहिँ होइन सम्भावना देखेको खेलाडीहरू पछिल्लो पुस्तामा होइन, सम्भावना देखेको खेलाडीहरू तपाईँले त अहिले लाइभ हेर्नुहुन्छ अथवा मैदानमै आएर हेर्नुहुन्छ होइन, त्यो यसरी गर्दै हुन्छ। टेक्निकल कुराहरू तपाईँलाई थाहा हुन्छ, सायद दर्शकलाई त्यति धेरै थाहा हुँदैन होइन। यो खेलाडीको सम्भावना छ भन्ने होइन, महिला पुरुष तर्फको तपाईँले त्यस्तो केही देख्नुहुन्छ? होइन, नाम त नहुनु, धेरैको नाम पनि थाहा छैन आजकल मलाई नयाँ जेन्सको। तर अहिले आएको नयाँ जेन्सको केटी छन्, ट्यालेन्ट धेरै छ, एकजना दुईजना मात्रै होइन, धेरै छ ट्यालेन्ट छ। मैले भने ट्यालेन्ट त छ, त्यसलाई क्याच गर्नु पऱ्यो, त्यसलाई ट्रेनिङ गरेर प्रपर ट्रेनिङ गऱ्यो भने त्यो फेरि एउटा कोच मात्रै राम्रो भएर हुँदा खेलाडीमा पनि ट्यालेन्ट हुनु जरुरी छ। त्यो मात्रै गऱ्यो भने दुईवटा कुरा मिल्यो भने आइहाल्छ। अहिले केटाकेटीमा दुईवटामा धेरै खेलाडी छ निस्केको छ अहिले, तर प्रपर ट्रेनिङ उनीहरूलाई जरुरी छ। लामो समयलाई प्रपर ट्रेनिङ गर्नु एकदम जरुरी छ। भलिबलको भविष्य चाहिँ मिडलहरूको लागि चाहिँ एकदमै राम्रो छ। अहिले पब्लिक पनि त्यत्रो सपोर्ट छ, एकदमै यति माया गर्छ खेलाडीलाई। एउटा खेलाडीको बारेमा हेर्नुहोस्, कति कमेन्ट आउँछ, त्यो भनेको माया हो नि। उसलाई गाली गरोस् या माया गरोस्, त्यो भनेको माया नै हो होइन र। कति आउँछन् पब्लिक, त्यति आउँछ, एउटा पब्लिक सपोर्ट छ। अहिले स्पोर्ट्स राम्रो आइरहेछ होइन, त्यो भनेको त डेभलपमेन्ट, यो पनि डेभलपमेन्ट हो होइन र। त्यही कारण यसलाई क्याच गर्नु परेर यसलाई गर्न सक्यो भने भोलि हाम्रो भलिबलको भविष्य पहिलाभन्दा धेरै राम्रो भइसक्यो होइन। तब खेल्ने स्टाइलहरू के भइसक्यो, खेलाडी सक्षम भइसक्यो, फाइनेन्सियली पनि सक्षम भइसक्यो, क्यास प्राइजहरू खेलाडीलाई फुर्सदै छैन, पैसा आएकै छ, घरेलु तुलनामा त लगातारै छ होइन। राम्रो भएको छ नि। अब यसलाई नै क्याच गर्नु पऱ्यो म्यानेजमेन्टले, त्यसलाई क्याच गर्नु सक्यो भने भलिबलको राम्रो छ, एकदमै राम्रो छ होइन। अनि माया पाएपछि राम्रो भइहाल्छ नि। अब गभर्मेन्टले पनि गरिरहेको छ माया, पब्लिक मेन कुरा पब्लिक रिस्पोन्स इम्पोर्टेन्ट त त्यो हो नि। उसले नै माया गरेको छ एकदमै भलिबललाई, त्यसले त भविष्य एकदम राम्रो छ। अब अन्त्यमा मैले केही सोध्नुपर्ने अथवा तपाईँले भन्नुपर्ने केही छुटेको भए दर्शकका लागि अथवा केही कसैलाई भन्नुपर्ने छ भने अन्त्यमा प्लिज। होइन, अब दर्शकहरूले त माया गरेछ, माया गरिराख्नुहोस् दर्शकहरूले होइन, यतिकै माया अझै माया गर्नुहोस्। स्पोन्सरलाई पनि अब आइ नै रहेको छ, स्पोन्सर पनि यसमा प्रब्लम भएन। अब मेन कुरा यो के भन्छ, एनबिएले पनि ट्रेनिङको बारेमा अलिकति विशेष ध्यान दिनु पर्यो। अहिले केटीको मात्रै भइरहेछ, केटामा ट्यालेन्ट धेरै छ, र उनीहरूलाई अलिक ट्रेनिङको एकदम आवश्यक छ। अनि जुनियर खेलाडी उनीहरूलाई पनि ट्रेनिङको एकदम आवश्यक छ, जसरी पढाइको आवश्यक हुन्छ भने एकदम उनीहरूलाई ट्रेनिङ गराउनुहोस्। खेलाडीहरूले अन द कोर्ट अफ द कोर्ट भने जस्तै त्यो कुरालाई ध्यान गर्नुहोस्। धन्यवाद दिन चाहन्छु। अहिले तपाईँहरूले सहयोग गर्नुहोस्, अझै पनि नयाँ आउने जेनेरेसनलाई मोटिभेट गरिदिनुहोस् होइन। यो हो भने हाम्रो भलिबलको राम्रो छ भविष्य। भोलिको भविष्य चाहिँ एकदमै उज्जवल राम्रो छ। अन्त्यमा एउटा चाहिँ सोध्नै पर्ने एउटा चाहिँ मैले चाहिँ होइन, तपाईँले त पटक नाम मैले चाहिँ गर्नु पर्दैन भन्नुभएको, तर नामै लिएर कुरा गर्ने भने मानबहादुर र डिबी भट्ट होइन। सायद तपाईँको त्यो स्कुलिङ एउटा त्यो प्रशिक्षणबाट अहिलेसम्म पनि तपाईँले एकदमै राम्रो खेलाडीको रूपमा स्टार खेलाडी नै हुनुहुन्छ होइन।
त्यति बेला मानबहादुर डिबी भट्टको अथवा धेरै खेलाडीको सबै बराबर हुन्छ, खेल त सम्मानै हुन्छ, सबैप्रति सम्मानै छ। तर त्यति बेला डिबी भट्ट मानबहादुरको गेम चाहिँ कस्तो थियो र कसरी चाहिँ तपाईँले चाहिँ त्यो प्रशिक्षण गर्नुभएको थियो थोरै बताइदिनुहोस् त। अब त्यो यस्तो हुन्छ कि मैले अहिले ट्यालेन्ट खेलाडीमा मेहनत गर्ने बानी होइन। एउटा डिबी भट्ट धेरै बलियो खेलाडी, स्ट्रङ खेलाडी हो। अर्को मानबहादुर भनेको चाहिँ स्ट्रङ पनि छ तर आफै ट्यालेन्ट आफै गर्ने कि आफै बुझ्ने खालको खेलाडी हो। तपाईँको मानबहादुरको हेर्नुहोस्, उसले ट्रेनिङ नभएको बेला आफै गरेर आउँछ, ऊ आफै वेट ट्रेनिङ ऊहरू गरेर ऊ मेन्टेन भएको कारण त्यही हो। अब अहिले पनि तपाईँको अस्ट्रेलियामा त्यहाँ त ट्रेनिङ हुन नि, तर ऊ आफै गरेर आउँछ, उसले आफ्नो वेट ट्रेनिङ गर्नु पनि गर्छ। त्यही कारण त्यो खेलाडी हुनु जरुरी, मैले अहिले भने हुनु जरुरी छ। अनि त्यसले किन मेन्टेन गरेर आउँछ। यो दुइटामा चाहिँ मेरोमा त हात छैन, उनीहरू दुइटाको मेहनत गरेर आउँछ। भट्ट पनि एकदम सिरियसली नै आफू के बन्छु भन्ने नै भयो थियो। अनि मानबहादुरको पनि त्यही थियो अवस्था, किनभने धेरै गरिब उसबाट आएको मान्छे केही बन्छु भन्ने उसको इच्छा। किनभने उनीहरू पर्सनल के मेरो भन्दा पनि उनीहरू आफू पर्सनल मिहिनेत गरेर आएको खेलाडी अहिले पनि मेन्टेन गरेको छ। भट्टले अलि मिहिनेत गरेको छ एकदम। अहिले पनि सबले उसलाई उत्तिकै छ, तपाईँ काउन्ट गर्छ तपाईँको मानेर अहिले पनि सबले फर्के हुन्छ भन्ने चाहना छ। कारण के हो भनेपछि अनि यस्तै कुरा म अरू खेलाडी अब आउने जेनेरेसनलाई पनि यही सुझाव दिन्छु, तपाईँ मेहनत गर्नुहोस्, यस्तै बन्नु सक्नुहुन्छ, योभन्दा माथि जान सक्नुहुन्छ, यतिकै माया पाउनुहुन्छ होइन। तर पर्सनल ट्रेनिङ आफू पनि गर्नुहोस्, खालि एउटा ट्रेनिङको अफ बेलामा पनि त्यसमा ध्यान दिनुहोस्। एकदमै महत्त्वपूर्ण समय दिनुभयो। समय र समाजलाई धेरै धेरै धन्यवाद।